अब चाहिँ हाम्रो जानेको तयारी भर्नु थाल्यो। यो चाहिँ आसामको आजको लास्ट खाना। अब खाएर चाहिँ हामी हिँड्नु लागिरहेको छौँ। सबै प्याकिङ स्याकिङ चाहिँ भइसकिसक्यो। अन्त अटो चाहिँ 4 बजीतिर आउँछ अनि हाम्रो बस चाहिँ 5 बजीको छ। एकछिन लाइट बाल्नु त। यहाँ सबै रुमहरूको सामानहरू पनि राखिसकिसक्यो सबै। किचनहरू पनि सफाइ गरेर अब हिँड्नुको लागि तयार। यस्तो छिटो आएर एकछिन म त रोक्छ भनेको नि। अब चाहिँ हाम्रो डिनर गर्ने बेला हुन आँट्यो। अन्त अब यहाँनिर चाहिँ हामी भने चाहिँ हामी 12 घन्टाको यात्रा सकेर बिहानको 6 बजी चाहिँ 6 बज्न लाग्यो सिलगढी आइपुग्यौँ। फेरि हामी अर्को गाडी चढेर सिक्किमको लागि गयौँ। अब चाहिँ हामी 2 दिनको यात्रा सकेर घर आइपुग्यौँ।